एल क्लासिको यो गत राति भएको एल क्लासिकोलाई चाहिँ हामीले एकदम के अरे फ्याद्रिक योभन्दा पहिलाको एल क्लासिको यस्तो चाहिँ देखिएको थिएन। किनभने योभन्दा अगाडिको एल क्लासिको भनेको त्यति नै त्यतिका कन्ट्रोभर्सी चाहिँ भएको थिएन कि। किन भन्दा यो फाइनल म्याच हुनुभन्दा अगाडि नै चाहिँ जुन ढेब्रे फाइनल म्याचको लागि तोकिएको थियो त्यसको बारेमा चाहिँ रियल म्याड्रिड टिभीमा चाहिँ त्यति राम्रो व्याख्यात्मक र एक्सप्लेनेसन गरेको थिएन कि। त्यस कारणले पनि यसमा हल्का कन्ट्रोभर्सी आइरहेको चाहिँ जस्तो लाग्छ। बिकज अफ के भन्दा रियल म्याड्रिड त्यति ठुलो टिम हो र त्यति सानो कुराहरू चाहिँ गर्नु हुँदैन थियो कि गर्नु हुँदैन थियो तैपनि भइहाल्यो। तर अब एल क्लासिको कुरा गर्ने हो भने चाहिँ हिजो जुन तरिकाले रियल म्याड्रिडले आफूलाई प्रेजेन्ट गर्यो, जुन तरिकाले बार्साले प्रेजेन्ट गर्यो त्यो चाहिँ एकदमै आउटस्ट्यान्डिङ नै थियो। तर जुन हामीले आज चाहिँ रियल म्याड्रिडबाट गरेर आएका छौँ त्योभन्दा पनि बढी गरेर देखाउनलाई चाहिँ। किनभने जो रियल म्याड्रिडमा चाहिँ धेरै त्यस्तो भने जस्तो अट्याकिङ फिल्ड चाहिँ भने जस्तो छ, जति भने पनि अट्याकिङ फिल्डमा चाहिँ नो डाउट दे आर अनस्टेबल एन्ड दे आर फेसिङ एभ्रिथिङ। बट जुन ऊ छ नि के भन्छ डिफेन्डिङ लाइनअप छ नि, डिफेन्डिङ लाइनअप चाहिँ त्यति खतरा चाहिँ छैन कि। जति जे भने पनि त्यति खतरा चाहिँ डिफेन्डिङ लाइनअप छैन। तर डिफेन्डिङको कुराहरू हेर्ने हो भने त्यो पहिला सुरुमा पेड्रीको गोल, बार्साको लागि पेड्रीको गोल भनेको एकदम। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको चाहिँ ऊ हो कि के भन्छन् हाम्रो लामिन एमाल भनेको चाहिँ त्यो सानोतिनो जस्तो मान्दैन हुन्न कि। त्यो एजले सानो होला त्यो छुट्टै कुरा, बट हि हेभ अ एबिलिटी टु द स्कोर एन्ड डिफेन्ड एन्ड असिस्ट पेड्रिकलाई दिएको असिस्ट भइहाल्यो। अनि सेकेन्ड गोलमा उसलाई के अरे ऱ्यामिक्युङको हो कि के भने त्यसलाई दिएको चाहिँ असिस्ट हेर्नुहोस् कस्तो पुरा आउटस्ट्यान्डिङ असिस्ट नै छ नि त। एकदम पुरा कहाँदेखि कहाँ देखायो नि त्यो पेड्रीको सुरुको गोल। अनि जोस बार्सलोना चाहिँ यसपालि चाहिँ त्यो कस्तो देखाइरहेको थियो भन्दाखेरि दे आर प्ले फर के अरे हिज टिम के। तिनीहरू चाहिँ आफ्नो टिमको लागि खेलाएको थिए कि। तर त्यति त्यो खालको जुन सहानुभूति चाहिँ उसमा रियल म्याड्रिडमा देखिरहेको थिएन। किनभने चाहिँ रियल म्याड्रिडको प्लेयरहरू हल्का सेल्फी टाइपको देखिरहेको थियो। अब जति भेनिसियसलाई चाहिँ किनभने चाहिँ जो उनीहरूसँग चाहिँ जति डिफेन्डिङले फाले तापनि एबिलिटी अनि स्कोर्स गर्ने काम भनेको त भेनीको अनि रोड्रिगोको एम्बापेको हो। तर एम्बापे प्रुभ देमसेल्फ, किनभने उसले चाहिँ आफ्नो फ्री किकद्वारा गोल हानेर चाहिँ देखाइसकेको थियो एबिलिटी कति छ, त्यो क्यारी गर्न सक्छ भन्ने एउटा जुन थियो नि त त्यो चाहिँ देखाइसकेको थियो। भनेपछि उसले भेनीले चाहिँ देखाउन सकेको थिएन कि। भेनीले चाहिँ आफ्नो त्यो टिमलाई एउटा क्यारी गर्ने क्षमता, एउटा क्यारी गरिसकेपछि त्यसलाई कसरी मोटिभेट गर्ने हो, टिमलाई कसरी चलाउने हो भन्ने कुरा चाहिँ थिएन क्या। किनभने चाहिँ रियल म्याड्रिडले 3-2 हुनु भनेको मुख्य कारण बचाउ भनेको चाहिँ भाल्भर्दे, लुका मोड्रिच अनि जुड बेलिङ्गम ह्यान्ड्स अफ ड्यास गाई के एकदम बवाल खेलेको थियो अड्याङ। अनि त्यहाँदेखि लाएर कार्लोस अनि जस सेकेन्ड गोल चाहिँ डिफेन्डिङकै कमजोरले भएको। किनभने बार्सा त्यति गोल हान्थेन कि त्यो चाहिँ एकदम ऊ नै डोमिनेट नै भइसक्यो। बिकज अफ बार्सा चाहिँ त्यो म्याच जित्ने के अरे म्याच जित्नु एकदमै तिनीहरूको लागि त्यो टाइपको थियो कि जरुरत थियो कि। किनभने चाहिँ उनीहरू चाहिँ त्यो म्याच हार्यो भने चाहिँ उनीहरूलाई चाहिँ के छ पर्थ्यो, च्याम्पियन लिगमा चाहिँ एकदम धक्का पुरिहाल्थ्यो। किनभने च्याम्पियन लिगमा चाहिँ उसले चाहिँ त्योभन्दा अगाडि पनि खतरासँग फेस गर्नुपर्छ नि त। अनि त्यति फेस गर्न चाहिँ त्यति सक्थेन कि। च्याम्पियन लिगमा फेस गर्न नसकेको कारणले अब त्यति सक्थेन होला अनि अथवा त्यति होप हुन्थेन कि। किनभने च्याम्पियन लिगमा भनेको चाहिँ इट्स नट लाइक अ कोपा डेल रे के। त्यो चाहिँ भनेको अलिक खतरा नै। त्यहाँ जो चाहिँ इन्टर मिलानसँग भेट्नु पऱ्यो अनि आर्सेनलसँग भेट्यो, पिएसजी झन् आउट अफ फर्म नै छ कि, यस्तो कडा छ कि तिनीहरूसँग भेट्नु पर्छ। त्यही कारणले उनीहरूले चाहिँ एकदम उनी थियो। र 120 मिनट भनेपछि 2+1 122 मिनट गेम खेलिरहँदा जबसम्म 2-2 इक्वलाइज भइरहेको थियो नि त त्यति बेला चाहिँ बार्सिलोना प्लेयर्स रियल म्याड्रिड प्लेयर्स बोथ आर टायर्ड के। उनीहरू चाहिँ एकदम थाकिरहेका थिए। तर बार्सिलोना फेरि दे डिड नट गिभ अप के। उनीहरूले चाहिँ पुरा गिभ अप नै गरिरहेको थिएन। किनभने चाहिँ उनीहरूलाई मजासँग त्यो थाहा थियो कि उनीहरूलाई चाहिँ कप जित्नु नै छ, उनीहरूलाई यो ट्रफी जित्नु नै छ टाइपको भइरहेको थियो। तर रियल म्याड्रिड प्लेयरहरू कहीँ न कहीँ थाकिरहेको थियो। उनीहरूले आफ्नो क्यारेक्टरलाई देखाउन सकिरहेको थिएन कि आफ्नो क्यारेक्टर के हो, आफूले के गरिरहेको छ र आफू के हो भने चाहिँ देखाउन सकिरहेको थिएन। किनभने चाहिँ फर्स्ट गोल हुनुको मुख्य कारण भनेको हेर्नु मिडफिल्डमा त्यति खाली छाडिदिने अनि मिडफिल्डमा पेड्रिकलाई त्यति लङ डिस्टेन्स सट्स हान्न दिने, ब्लगिङ नगर्ने, त्यो भनेको अलि चाहिँ ठिक होइन कि जति भने तपाईँ। त्यस कारणले
अब जुन अपकमिङ म्याच लालिगा हुन्छ नि त्यसमा चाहिँ हाम्रो मिडफिल्डलाई हल्का टाइट गर्नुपर्छ मिडफिल्डलाई, अन्त डिफेन्स लाइनलाई चाहिँ एकदमै टाइट गर्नुपर्छ र डिफेन्स लाइनलाई टाइट गर्नु र आफ्नो क्यारेक्टर चाहिँ एकदम बचाइराख्नुपर्छ।